नमस्ते। नमस्ते। तपाईको नाम? मेरो नाम शङ्कर प्रसाद वाग्ले। हजुर, कता बस्नुहुन्छ? म मैबी नयाँ बजारमा बस्छु। म चाहिँ तपाईलाई कुनै बेसिक क्वेशन्सहरु सोध्न गइरहेको छु, तपाई चाहिँ त्यसको आन्सर्स दिनु। हुन्छ, म कोसिस गर्छु। हजुर। तपाईको विचारमा अहिले नेपालमा महँगी कति बढेको छ र महँगीले तपाईको दैनिक जीवनमा कस्तो असर पारेको छ? महँगी त बढेकै छ। मेरो अब दैनिक जीवनमा महँगीले त असर पार्छ नै। हामी जस्तो मिडल वर्गलाई त असर पर्छ नै। अब महँगी अब यो उसको रोजगारीको हिसाबले महँगी धेरै नै भयो भन्ने जस्तो लाग्छ मेरो विचारमा चाहिँ। तपाईलाई सबैभन्दा बढी महँगो भएको सामान चाहिँ कुन लाग्छ? मलाई सबैभन्दा बढी महँगो भएको चामल चाहिँ खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यासमा चाहिँ मलाई महँगी जस्तो लाग्छ। तपाईको घरको खर्चमा चाहिँ यो महँगीले कतिको प्रभाव पारेको छ? यो दैनिक खर्चमा चाहिँ महँगीले धेरै नै प्रभाव पार्यो। अब मिडल वर्गलाई चाहिँ सानो आम्दानीले त्यो रोजगारी कम भएर बिक्री वितरण कम भएको कारणले गर्दाखेरि त्यसमा उही हुन्छ नि, असरै पर्छ नि। महँगी नियन्त्रण गर्न सरकारले पर्याप्त कदमहरू चालिरहेको छ जस्तो लाग्छ? मलाई चाहिँ त्यति गरे जस्तो लाग्दैन। अब जम्मै युवाहरू बाहिर गएछन्, कृषिलाई त्यति ध्यान दिएको छैन। सरकारले कृषिलाई नि ध्यान दिनुपर्ने हो, त्यति कृषिलाई ध्यान दिएको छैन। मेन हाम्रो प्रोडक्सन नभई इम्पोर्ट मात्रै भयो, एक्सपोर्ट कम भयो। एक्सपोर्टमा ध्यान दियो भने हामीसँग विदेशी रेमिटेन्स भित्रिन्छ। रेमिटेन्स भित्रेपछि ऊ चाहिँ चलाउनलाई, राज्य चलाउनलाई सहिलो हुन्छ। त्यसमा ट्याक्सको पनि राम्रो कुरा हुन्छ हजुर। अब त्यही भएर चाहिँ त्यस्तो जस्तो लाग्छ मलाई चाहिँ। अब महँगीको वही नै हुन्छ नि। तपाईको अनुसार महँगी कम गर्न सरकारले के गर्नुपर्छ? अब तपाईको पहिला कुरा युवालाई स्वदेशमै राख्नुपर्छ। हजुर। अनि कृषिलाई चाहिँ विशेष प्रोत्साहन दिनै पर्छ। कृषिबाट उत्पादन हुन्छ र यो एक्सपोर्टलाई ध्यान दिनुपर्छ।